कस्तो कट बनाउने हो आफ्नो इच्छा अनुसार हैन यहाँ पनि तपाईँले कति निकाल्न सक्नुहुन्छ अब कति निकाल्नु मन छ त्यही अनुसार यसलाई प्रेस गर्दै जानुहोस् हैन त्यति निकाल्न थियो मलाई त्यति नै प्रेसर गरेँ हैन यहाँ पनि त्यस्तै यहाँ चाहिँ यस्तो गर्नुपर्छ अब यतापट्टि सेम है त तपाईँहरूको हात दाहिने देब्रे कुन चल्छ त्यही अनुसार गर्दा हुन्छ हैन बिस्तारै थोरै थोरै गर्दा गर्दा सिकिन्छ साथीहरू हैन पार्लर गएर 12-15 पाउन्ड खर्च गर्न पनि यस्तो तपाईँको सजिलो छ जान नजिक छ भ्याउनुहुन्छ भन्दा त गए पनि हुन्छ पार्लर तर यदि भ्याउनु भएन भने हैन हेर्नुहोस् त मेरो राम्रो त भएन नि त मैले आफै गरे त हो नि मैले अहिले फिल्टर लगाएको छैन मेरो फेसमा कहीँ पनि फिल्टर छैन हेर्नु है त मैले हजुरलाई आफै गर्दै थिएँ यसो याद आयो के अलिकति छाला फेरि बी केयरफुल हैन छाला नि तङ्ग्रिनु हुन्छ स्लोली बिस्तारै धागोलाई टाइट गर्नु ल धागोलाई लुलो बनाउनु भयो भने त्यसले छालालाई असर गर्छ हैन छाला गर्न सक्छ धागोलाई चाहिँ तन्काएर आफ्नो कम्फर्टेबल अनुसार तपाईँ पार्लर जाने टाइममा घरमै सिक्नुहुन्छ भनेर नि मैले त आफ्नो छिटो अलि छिटै गर्छु हजुरलाई देखाउनलाई टाइम गरेको है त स्लोली स्लोली दुईवटा तीनवटा चारवटा एकपटकमा निकाले पनि बिस्तारै सिकिन्छ हैन लगभग मेरो अब फाइनल जस्तै भएको छ अलिकति मेरो पहिला बिग्रिएको थियो पहिला गर्दा अनि अहिले चाहिँ म मिलाइरहेको छु जस्तै गरेर यहाँ पनि कैँची जस्तै गरेर चलाउनुहोस् क्या